पशुपतिलाई समेत लुटेर खाने बिचौलियालाई महानगरले कराप झ्याप पारे। होटलको जग्गा हो यो होटलको जग्गा हो यो होइन हामीले पहिला एग्रिमेन्टै गरेर राखेको कसो एग्रिमेन्ट पशुपति विकास छ एग्रिमेन्ट छ एग्रिमेन्ट कति वर्षसम्मलाई कति सालदेखि कति सालसम्म त्यो त उसलाई थाहा होला तपाईँको हो भने तपाईँलाई थाहा हुनु पर्दैन मेरो साउजी ए ल एग्रिमेन्ट जहिलेसम्म होस् हामीलाई सरकारले होइन। दर्शकबिन पशुपति क्षेत्र विकास कोषकै जग्गा भाडा लगाई खाएको भेटिएपछि महानगरपालिकाले घोक्रे ठ्याक लगाएका छन्। जताततै बिचौलियाले जगडिएको देशको अवस्थाले पशुपतिनाथलाई समेत छाडेन। अवैध संरचना भेटिएपछि महानगरले डोजर चलाएको हो। भोलि 11 बजेभित्र यो सामान तपाईँले सार्नु भएन भने 12 बजे आएर यो सामान लोड गरेर हामी लान्छौँ। तपाईँलाई सामान रिटर्न हुँदैन है भन्नै पर्दैन। तपाईँले अघि हेर्नु पुरै मैले खाली मानवताको दृष्टिले तपाईँलाई बिहान 11 बजीसम्म टाइम है। थ्याङ्क यू सर। हुन्छ सर यो के महानगरले जुन यो डोजर लाउँदैछ यो पशुपति विकास कोषको जग्गा ठिक छ एकदम होइन तपाईँलाई कस्तो लागिरहेको छ होइन गर्नै पर्ने आफ्नै ठाउँमा डोजर त्यस्तो केही छैन। मलाई नि यहाँ गरेर खानुपर्ने हो। कतै तपाईँहरूले यहाँ भाडा कसलाई तिर्नु विकास कोषलाई पशुपति विकास कोषलाई भाडा तिर्नुहुन्छ अहिले चाहिँ तिरेको छैन। हाम्रो चाहिँ भाडा तिरेको तपाईँहरूसँग रसिदहरू छ देखाउन सक्नुहुन्छ। दर्शकवृन्द उहाँ भन्दै हुनुहुन्छ पशुपति विकास कोषलाई पैसा तिर्थ्यौँ हामीसँग रसिद छ भन्दै हुनुहुन्छ। हामी देख्न सक्छौँ यहाँ डोजर चलिरहेको छ। यो पशुपति यहाँ त सुन्नु न यो पशुपति क्षेत्र विकास कोषको जग्गा हो। यहाँ कोही व्यक्तिले भाडा उठाउन पाइँदैन। तपाईँहरूसँग भाडा लिने मान्छे तपाईँले चिनाइदिनु पर्छ कोही छ भने। होइन त्यो त अब मलाई पनि थाहा भएन होइन। अब उहाँलाई नि हरेक कुरा उहाँलाई पनि थाहा छ। अब उहाँलाई त्यो मलाई पनि थाहा भएन नि सर। अब हरेक कुरा सबैलाई थाहा हुँदैन नि त। हाम्रो काम के छ र घरमा खाना बनाउनु। यहाँ त सुन्नु न यो जग्गा सरकारको तर व्यक्तिले भाडा उठाएर खाइरहेका थिए के हजुर। तपाईँहरूलाई एउटा व्यवसाय गर्नेलाई मार पर्यो होइन पर्न चाहिँ तर यो सरकारको जग्गा हो। यहाँ कसैले भाडा उठाउन मिल्दैन कसैले प्रयोग गर्न मिल्दैन। यो सरकारले मात्रै प्रयोग गर्ने जग्गा हो भने त्यो भाडा खाने मान्छेहरूसँग तपाईँहरूले उसलाई चिनाइदिनु भने उसलाई पनि कारबाही हुन्छ। अब मान्छे चिन्यो भने म पक्कै चिनाइदिन्छु। म चिन्दिनँ त्यति होइन। अब आफूलाई नथाहा भएको कुरा अब आरोप पनि कसैलाई लगाउनु भएन नि त होइन। हामीलाई यति मात्र उयो कि अलिक टाइम बित्दाखेरि हामी सार्न सक्थ्यौँ भने मात्र हो होइन। त्यति मात्र हाम्रो गुनासो हो अरू त केही होइन। अनि यो कहाँ जाने बाटो हो यो होटलको जग्गा हो यो होटलको जग्गा हो यो होइन हामीले त्यस्तो प्रयोग गरेका छैन सर। यो विकास कोषकै हो। हामीले चाहिँ यो गाडीहरू आयो भने यहाँ यसो पार्किङ मात्रै लगाउँछ। अब त्यो भीमलाई बोलाउ त भीमजीलाई सर यो कस्तो खालको गर्न पाइयो हजुर। यो कस्तो खालको के जग्गा हो यो पशुपति विकास कोषको जग्गा हो हजुर। यो हामीलाई जानकारी आएसम्म उहाँबाट अनुरोध भयो आएसम्म यो निजी रूपमा फोहोर सङ्कलन गर्ने कबाडीहरू सङ्कलन गर्ने निजी रूपमा प्रयोग गरेको भन्ने पाइएको छ। यसको बाटो हो हामीले यो होटेलले पनि प्रयोग गरेको देखिरहेछौँ। यो हामी खाली गराउँछौँ अहिले। यतै वरिपरि हुनुहुन्छ उहाँहरू अहिले साइड लाग्नु